आज देशव्यापी रूपमा सार्वजनिक जग्गा ओगटेर सुकुम्बासी बस्तीहरू बनाएका बस्तीहरू आज धमाधम उठाइँदै सुकुम्बासी बस्तीमा जो घरहरू छन्, ठुल्ठुला बिल्डिङहरू छ, बिल्डिङहरू खाली भइसकेको छ। राति नै सबै सामानहरू ओसारिसकेका छन् भने कतिले अहिले टिनमा चढेर आफ्ना टिनहरू, आफ्नो सामानहरू लिइरहेका देख्न सक्छौँ हामी। यो हो काठमाडौँ नयाँ बस पार नजिकै विष्णुमती खोला। यो विष्णुमती खोला जो दीपज्योति स्कुल पनि नजिकै छ। वारिपट्टि दीपज्योति स्कुल छ भने पारिपट्टि यो गुम्बा हो। गुम्बाका आसपासको बस्ती आज डोजर हान्ने कार्यक्रम चल्न सुरु गइरहेको छ। डोजर भने अहिले आएको छैन, तर अहिले हामी देख्न सक्छौँ यहाँ घरहरू पुरै खाली भइसकेको छ। यो मितेरी पुल हो। मितेरी पुलको पारिपट्टि जति यो छ, यो खोलाको किनारमा बनेका जो घरहरू थिए, सुकुम्बासी थिए। सुकुम्बासी बस्तीमा भूकुम्बासीले पनि भाडा उठाइरहेको भन्ने बुझिन्छ। यो कहाँसम्म हो र पीडितलाई साँच्चीकै व्यवस्थित तरिकाले यो सरकारले व्यवस्थित गरोस् र खोला किनारमा बस्नु उचित त होइन, तर यो पहिलेदेखि नै बस्दै आएका बासिन्दाहरूलाई, सुकुम्बासी बस्तीमा बसेका बासिन्दाहरूलाई व्यवस्थित सरकारले गरोस्, स्वरोजगारको व्यवस्था गरोस्, यिनीहरूलाई घाँसपास कपासबाट वञ्चित नबनाओस्, छानबिन एउटा ट्रान्सपेरेन्सी तरिकाले सत्य तथ्य निकालोस् भन्न चाहन्छु। किनकि आज देशव्यापी रूपमा 77 जिल्लामा जो सार्वजनिक जग्गामा ओगटिएका घरहरूलाई आज हटाउँदैछ बालेन सरकार। जो बालेन्द्र सरकार अहिलेको नयाँ सरकार हो। यो जो जेनजी पछि भएको जो अन्तरिम सरकार पछि बनेको अहिले सरकार, नयाँ सरकार जो नजिक 2/3 नजिकको सरकारले, बहुमतको सरकारले काम तीव्र रूपमा अगाडि बढाएको छ। हामी राम्रो कामलाई सपोर्ट गर्दै नराम्रो कामको चाहिँ विरोध गर्नुपर्छ। पक्कै पनि राम्रो गर्छ भन्ने आश छ। किनकि अब यो खोला अब ढल मात्र होइन, यसमा शुद्ध पानी पनि मिसाएर यसमा ग्यापिङ गरेर एउटा चाहिँ बोटहरू, ढुङ्गाहरू चल्ने वातावरण बनाओस्, वरिपरि हरियाली बनोस्। यो खोला एकपटक त्यस्तो थियो, अहिले यस्तो भयो भन्न हामी परोस् र देख्नु परोस्। हामीले पनि एकदम मजा लिनु सबैको सौभाग्य हो। अब चाहिँ पक्कै पनि यो खोला एकचोटि रूप फेर्नेछ। यो खोलाले रूप फेर्नेछ र सबै यो आकर्षित खोला बन्नेछन्। पर्यटनहरूको लागि पनि एकचोटि पक्कै पनि यी खोलाहरू, ढुङ्गा चलिरहेको, वरिपरि हरियाली हराभरा देख्न पाउनेछौँ भन्ने आश हो। यी सुकुम्बासीहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाओस्। आज पक्कै पनि पहिला ढुङ्गा मुढा जो आन्दोलन हुन्थ्यो, सुकुम्बासीहरूलाई कुनै राजनीति दबाव या राजनीतिको को जगेर्नाले गर्दा एउटा ठुलो भण्डाफोर हुन्थ्यो भने अहिले त्यो देखिँदैन। किनकि सरकारको माथिबाटै आदेश आइसकेपछि सरकारले सार्वजनिक रूपमै न्युजमा सम्प्रेषण गरिसकेपछि आफै चाहिँ सुकुम्बासी बस्तीमा बसिरहेका सबै बासिन्दाहरूले आफ्नो सरसामानहरू लिइरहेका देख्न सक्छौँ हामीले। यो खोला पारिपट्टि जो सुकुम्बासी बस्ती छ, जो घरहरू आज चाहिँ आफ्नो सामानहरू लिइरहेका छन्, यो बस्ती काठमाडौँ महानगरपालिकाको 16 नम्बर वडामा पर्छ भने खोला बुहारी यो चाहिँ टोखा नगरपालिकाको 9 नम्बर वडामा पर्दछ। धन्यवाद। नमस्कार। म पूर्ण खड्का।